समय फेरि यस्तै भएर आउँला या नआउला होइन त्यो थाहा छैन, तर आज हामीले सँगै बनाएको यी मिठा यादहरू भने सो हेलो एन्ड नमस्ते फ्यापुलो नमस्कार साथीहरू है। सो फेरि आज भने जीवनमा केही यस्तो फलहरू हुन्छन् होइन जुन शब्दले भन्दा सम्झनाले धेरै बोल्छन्। आजको यो भिडियो पनि त्यस्तै एउटा सुन्दर सम्झनाको कथा हो, किनभने साथीभाइहरूसँग बिताएको रमाइलो समय, हाँसो खुसी, रमाइलो कुराकानी र जन्मदिनको उस्तपले भरिको एक विशेष दिन थियो आज होइन। हामी सबै आफ्नो आफ्नो काम जिम्मेवारी र व्यवस्थामा अल्झिरहेको हुन्छौँ, तर कहिलेकाहीँ यस्तो अवसरहरू आउँछन् जहाँ सबै कुरा बिर्सेर आफ्नो मानिसहरूसँग खुलेर रमाउन पाइन्छ क्या। आजको दिन पनि त्यस्तै रह्यो। साथीभाइहरूको एकै ठाउँमा भेला भयो, हाँस्यौँ, रमाइरह्यौँ होइन, र जीवनको सुन्दर क्षणहरूलाई सम्झना योग बनायौँ। जन्मदिन भनेको केवल एउटा उमेर थपिने दिन मात्र होइन कि, यो त आफूलाई माया गर्ने मानिसहरूसँग खुसी बाँड्दै अवसर पनि हो। आज हामीले त्यही खुसीलाई एकसाथ मनायौँ। केक काट्ने पलदेखि लिएर रमाइलो कुराकानीसम्म हरेक क्षण मनभित्र गहिरो होइन छाप छोडेर गयो। कहिलेकाहीँ मनमा एउटा पक्ष आउँछ, यस्तो समय फेरि आउँला कि नआउला, आज कस्तो सबैजना फेरि एकै ठाउँमा भेला होलान् कि नहोला होइन। जीवनको यात्रा कसरी अगाडि बढ्छन्, कसले कहाँ पुर्याउँछन् त्यो कसैको थाहा हुँदैन कि, तर आज हामीले सँगै बिताएको यी क्षणहरू भने सधैँ सम्झनाको रूपमा हाम्रो मनमा बाँचिरहेको हुन्छन् क्या। समय बित्दै जान्छन्, दिनहरू परिवर्तन हुँदै जान्छन्, तर यस्तो मिठा यादहरू कहिल्यै पुरानो हुँदैनन्। वर्षपछि पनि जब यो भिडियो हेर्छौँ नि, आजको दिन हाँसो, रमाइलो र खुसीको ती पलहरू फेरि आँखा अगाडि ताजा भएर आउनेछन् कि। साथीभाइहरूको साथ भनेको जीवनको सबैभन्दा ठुलो धन हो क्या। दुःखमा साथ दिने, खुसीमा रमाउने र हरेक यात्रालाई सुन्दर बनाइदिने, यिनी सबैहरू नै जीवनको वास्तविक सम्पत्ति हुन् क्या। आजको यो त्यसैले फेरि एकपटक त्यही कुरा महसुस गर्यो। जसको जन्मदिन थियो उहाँलाई फेरि एकपटक जन्मदिनको धेरै धेरै शुभकामना है। अनि तपाईँको जीवन सधैँ खुसी, सफलता, राम्रो स्वास्थ्य र मिठो सम्झनाहरू भरियोस्। तपाईँको हरेक सपना पुरा होस् र जीवनको यात्रा अझै सुन्दर बनोस् है। अनि त्यति भन्दै अनि अर्को के भन्छु भने अन्त्यमा आजको यो सुन्दर दिनलाई अझै विशेष बनाइदिनु हुने सम्पूर्ण साथीभाइहरूलाई मनदेखि धन्यवाद। तपाईँहरूको साथ, माया र आफन्तले नै यी क्षणहरूलाई अविस्मरणीय बनाएको छ क्या। समय फेरि यस्तै भएर आउँला या नआउला त्यो थाहा छैन, तर आज हामीले सँगै बनाएको यी मिठा यादहरू भने सधैँ हाम्रो मनमा जीवित रहनेछ क्या। किनभने धन्यवाद साथीहरू होइन। भिडियो मन परे लाइक सेयर सपोर्ट गर्नु नभुलिनु होला, किनभने अब हामी पनि लास्टतर्फ आइसकेको छौँ होइन। अब हामी पनि धेरै टाढाबाट आएको हो अनि हामी रुम जानुपर्ने हुन्छ। सो गाइस यति भन्दै म पनि बिदा लिन चाहन्छु। अझै धेरै माया देखाउनु होला, सपोर्ट गर्नु होला। बाई बाई, लभ यु अल सबैजनालाई है।